साँच्चै राजा ज्ञानेन्द्र हत्यारा हुन्? तपाईलाई लाग्छ दरबार हत्याकाण्ड निष्पक्ष छानबिन हुन्छ? मलाई चाहिँ लाग्दैन। निष्पक्ष छानबिन दरबार हत्याकाण्ड हुँदैन, किनभने यहाँ गर्न दिँदैनन्, गर्न दिइँदैन। तपाईलाई लाग्छ नेपालमा मात्रै छ होला त्यसको जरो? कुन कुन शक्ति राष्ट्रसँग जोडिएको छ होला? र सँगै राजा ज्ञानेन्द्रलाई चाहिँ हत्याराको ट्याग लाउने साथीहरूले पनि ठन्डा दिमागले एकपटक सोच्नुस्, कल्पना गर्नुस्। तपाईले यदि राजा ज्ञानेन्द्रलाई हत्यारा भनिरहनु भएको छ भने या त तपाईले बुझ्नु भएकै छैन या तपाई परिचालित हो। यो म किन भन्दैछु भने यो हत्याकाण्ड छानबिन हुन्छ होला भन्ने त उनी जब राजगद्दी हाँसी हाँसी त्याग्दै गरे नि, आफूले गरे हुन्थे भने त भाग्थे त्यतिखेरै। अब चाहिँ दरबार हत्याकाण्ड छानबिन भएपछि मेरो आजीवन जेल हुन्छ, यस राजाबाट त हटिनै सके, पर्जा बन्ने भइसके भन्थे उनी सिधै भाग्थे। बाबु तपाईले भने जस्तो यति सजिलै हाँसी हाँसी जनताको नासो जनतालाई भनेर निस्किदैन्थे। राजा नभएको कारणले 62-63 देखि अहिलेसम्म कति मिसिनरी क्रिस्चियनहरू नेपालमा भित्रिए। आखिर के स्वार्थ छ र? कसैका घर बनाइदिएर, कसैलाई पैसा बनाइदिएर धर्मान्तरण गराइन्छ? तपाई हामी यो नबुझिकन एकोरो मेरो गुरुको 12 टका अथवा मेरो गुरुले भनेको थियो यही नै हो, गुरुले जे भने पनि सही हो, के छ पछाडि हेर्दै नहेरिकन हिँड्नु भएको छ भने तपाई गलत बाटोमा हुनुहुन्छ। सही दिशामा आउनुस्। विश्वको एउटा मात्रै पहिचान हिन्दू राष्ट्र हुँदा कसको के बिग्रिन्थ्यो? 121 करोडको हिन्दू सम्राटको नेपालको शाहवंशी राजा, अनि हिन्दू सम्राटको रूपमा राजालाई राख्दा के बिग्रिन्छ? 121 करोडले पुज्छ।